मेरो नाम सुखदल लिम्बू, यहाँ सुकुनाबोमी क्याम्पसको विभागीय प्रमुख, सामाजिक विभागीय प्रमुख, म सहप्राध्यापक अर्थशास्त्रको अध्यापक हुँ, प्राध्यापक हुँ। साथसाथै अब अहिले यो सोभियो निर्वाचन 2081 को लागि क्याम्पसले निर्वाचन समितिको संयोजकको भूमिका निर्वाह गर्नका निम्ति यो जिम्मेवारी प्रदान गरेको छ। अब क्याम्पस प्रशासन सञ्चालक समितिलाई पनि यस विषयमा जुन विश्वास गरेर दिएको छ, अब धन्यवाद भन्नै पर्यो, आभार प्रकट गर्दछु हैन र मेरो टिममा जम्मा 9 सदस्य छौँ। त्यसमा यो सबै मिलाएको छ, लैङ्गिक मिलाएको छ, महिलाहरू पनि हुनुहुन्छ, पुरुषहरू पनि छौँ। हामीले 13 गतेदेखि काम सुरु गऱ्यौँ। 13 गते हामीले नियुक्ति पत्र पायौँ। त्यही दिनदेखि हामीले कार्य सुरु गऱ्यौँ र माथि केन्द्रले जुन किसिमको कार्यतालिका निष्कासन निकाल्यो त्यही अनुसार हामीले अगाडि बढ्यौँ। त्यसमा हामीले के कुरामा चाहिँ अलिकति परिवर्तन गऱ्यौँ भन्दाखेरि केन्द्रले तोकेको तालिका अनुसार 27 गते उम्मेदवार मनोनयन दाखिला र 5 गतेको निर्वाचन, यो दुईटा मितिलाई चाहिँ परिवर्तन गर्न नपाइने भन्ने उल्लेख भए अनुसार हामीले के गर्यौँ भनेदेखि तिनीहरूलाई यथावत गरेर सञ्चालन गऱ्यौँ। बाँकी चाहिँ हामीले के गर्यौँ भन्दाखेरि जस्तो मतदाता नामावली प्रकाशनमा अलिकति हैन मिलाएर गऱ्यौँ। जस्तो सबभन्दा पहिले हामीले के गर्यौँ भन्दाखेरि विद्यार्थी सङ्घ सङ्गठन प्रतिनिधिसँग बसेर मतदाता नामावली कसरी तयार पार्ने, कुन विद्यार्थीलाई कति समयको लागि मतलब हाल्ने भन्ने सम्बन्ध हामीले त्यो छलफल गऱ्यौँ। त्यो छलफलबाट एकदम सौहार्दपूर्ण वातावरणमा एउटा सर्वसम्मत ढङ्गले हामीले यहाँदेखि यहाँसम्म भनेर मतदाता नामावली तयार पार्ने एउटा वातावरण बन्यो र फर्स्ट सेमेस्टर बिएड, बिएससी, बिए, बिबिएस र मास्टर्स र बिबिए को सन्दर्भमा हामीले के गर्यौँ भन्दाखेरि फागुन 15 गतेसम्म एडमिसन भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्ने भन्ने सर्वसम्मत निर्णय गऱ्यौँ। त्यस पछाडि हाम्रो यात्रा अगाडि बढ्यो हैन। सङ्घ सङ्गठन दर्ता हामीले 19 गतेलाई सारेर हामीले 21 गते राख्यौँ। त्यो अलिकति एउटा वातावरण बनाउनका निम्ति, विद्यार्थीहरू बिचमा संवाददारी कायम गर्नका निम्ति त्यो पनि एउटा एकदम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। त्यस पछाडि हामीले क्रमशः सङ्घ सङ्गठनको नामावली प्रकाशन गऱ्यौँ। त्यसमा कुनै किसिमको बाधा अवरोध आएन र त्यस पछाडि 27 गते मनोनयन पत्र दाखिला गऱ्यौँ। त्यसमा पनि धेरै दलहरू आएनन्, प्रत्यक्षमा 3 दल आयो। 3 दल भन्नाले दल चाहिँ थुप्रै थिए, 7वटा सङ्गठनले सङ्घ सङ्गठन दर्ता गरेका थिए, तर त्यसमध्ये 4वटा चाहिँ एउटा पेनल बन्यो, गठबन्धन बन्यो। त्यसलाई संयुक्त गठबन्धन अखिल समूह बनेर बन्यो। अनि नेभी सङ्घले छुट्याइदियो। अनि अर्को एकजना क्रान्तिकारी अखिल क्रान्तिकारी वैध समूहले चाहिँ एउटा छुट्टै मतलब एउटा सभापति नहुनु अध्यक्षमा उम्मेदवारी हालेको छ। जम्मा 3 समूह मात्रै आए। पहिलो गठबन्धन अखिल समूह, दोस्रोमा नेभी सङ्घ र तेस्रोमा अखिल क्रान्तिकारी किरण वैद्य प्रत्यक्षमा र समानुपातिकमा 6वटा सङ्गठनहरूले हाले। 6वटा सङ्गठनमा एउटा अनिराश्य व्यू दीर्घ, अर्को अनिराश्य व्यू रसो, नेभी सङ्घ अनि क्रान्तिकारी अखिल क्रान्तिकारी यो अहिलेको एक्जिस्टिङ माओवादी समर्थित र त्यस पछाडि अर्को क्रान्तिकारी बहुमत र अर्को एउटा क्रान्तिकारी समाजवादीले 6वटाले समानुपातिकमा हाले र त्यही अनुसार नै त्यसमा पनि सर्वसम्मत एक किसिमको सर्वसम्मतै भयो। त्यही अनुसार हामीले मतदाता मतपत्र छपायौँ। हामीले मतपत्र छपाउँदाखेरि पनि यो यस्तो एउटा गोप्य ढङ्गले छपाउने हाम्रो प्रचलन छ, ताकि त्यो मतपत्र छपाउने जसले जिम्मा दिन्छ उनीहरू भूमिगत टाइपले त्यो मतलब प्रेसमै बस्छन्। प्रायः त्यो राति छापिन्छ। रात बजे अघि हामीले लगभग 4:30-5 बजे हामीले मतपत्र ल्याएको, सबै गोप्य रूपमा हैन ल्याएर म 5:30 बजेदेखि
त्यो माथि अब गोप्य कार्यालयमा म बसेर सही गरिरहेको अवस्था छ। मत सङ्ख्या कति रहेको छ? मत सङ्ख्या जम्मा 3682, 3682 मत सङ्ख्या रहेको छ। छात्रा भनौँ न होइन, महिला छात्रामा 2396 होइन, पुरुष अथवा छात्रहरूमा 1286, जम्मा 3682 हाम्रो कुल मतदाता सङ्ख्या रहेको छ। कति बजीदेखि मतदान कार्य सुरु भयो? मतदान कार्यक्रम 8 बजीदेखि सुरु हुनुपर्ने हो, तर हाम्रो थोरै त्यहाँनिर टेक्निकल मिलाउनु पर्ने भएको हुनाले ठ्याक्कै मेरो घडीबाट चाहिँ 8:15 सुरु भएको छ र मतदान सुरु भएपछि एकदम सुचारू ढङ्गले भिडभाड त्यस्तो कहीँ छैन। गेटमा सुरक्षाबाट राम्रोसँगले भित्र पठाउने कार्यहरू भइरहेछ। त्यसो भएको हुनाले भिडभाड कुनै छैन, सुचारू रूपले चलिरहेछ। अहिलेसम्म मत कति छ? अहिलेसम्म मत हामीले प्रत्येक 1 घन्टामा अपडेट गर्ने गरेका छौँ। त्यसो हुँदाखेरि 9:15 मा जम्मा 345 खसेर छ होइन। त्यस पछाडि 10:15 मा 237 होइन, र अर्को 11:15 मा 266 गर्दाखेरि जम्मा हाम्रो 848 मत खसेको छ। यो मत जसरी अहिले खसिरहेछ, हजुर, यही रेसियोले हो भने आज साँझ निकै नै पर्ने अवस्था देखिन्छ। तपाईहरूले साँझसम्मको मतदान कार्यलाई अगाडि बढाउनको लागि समयावधि अन्तिम कति तोक्नु भएको छ? यदि त्यो लम्बाउनु पर्यो भने सुरक्षा व्यवस्था कस्तो छ? यस्तो छ, हाम्रो प्रावधान अनुसार केन्द्रले तोकेअनुसार 8 बजेदेखि 4 बजीसम्म अवधि हो। अब 8 बजीसम्म अवधि भएको हुनाले 4 बजीसम्म भएको हुनाले हाम्रो प्रावधान चाहिँ के छ भन्दाखेरि यो कम्पाउन्ड निर्वाचन केन्द्र हो, गेटभन्दा बाहिर होइन। त्यसो भएको हुनाले 4 बजेभित्र गेटबाट छिरिसकेकाहरूलाई हामी अब उनीहरू चाहिँ मतलब इन्ट्री भएको मानिन्छ र जति समय लागे पनि उनीहरूलाई मतदान गर्ने होइन अधिकार रहन्छ, एउटा कुरा। र अर्को कुरो के पनि पर्यो भन्दाखेरि अब अहिले यो 3682 मतदातामा नि यो कन्टिन्यू 3 दिन छुट्टी भयो। अब यो पनि व्यवहारिक पक्ष मैले भन्नु 3 दिन छुट्टी भएको हुनाले अधिकांश विद्यार्थीहरू पहाड पनि गयो कि क्या हो होइन। कति विद्यार्थीहरू यो राजनीतिप्रति अलिकति चासो पनि नराख्ने पनि हुँदो रहेछ। त्यसो भएको हुनाले हाम्रो हिसाबले 8 बजेदेखि 4 बजेसम्ममा यो मत खसिसक्नुपर्ने हाम्रो अनुमान त्यो थियो। लगभग 3000 होइन जति मत झर्नुपर्ने। तर अहिलेको यो रेसियो हेर्दाखेरि अहिले बिहानको अहिले यो 11 बजेसम्मको रेसियो हेर्दाखेरि करिब 12 गर्नु त 11:30 सम्मको रेसियो हेर्दाखेरि हामीले सोचे त्यो मत नझर्ला कि एउटा। अब एउटा अप्सन के छ भने अब 11:30 पौने 12 भयो, खाना खाएर विद्यार्थी आउन सक्छन् होइन। त्यसो भएको कारणले अब अहिले हामीले चाहिँ 3700 अनुमान गरेका थियौँ होइन। अब यो चाहिँ 2025 सम्ममा झर्छ कि जस्तो अनुमान भयो त्यस्तो यो झराइले नि। हामीले त्यो गेट राख्यौँ सबभन्दा पहिले, त्यहाँ सुरक्षा दरो खटेको छ। त्यहाँबाट यहाँको अवस्था अनुसार बढीमा 50 जना छिराउने। हामीले 7वटा बुथ छ होइन। हामीले त्यसलाई के गर्यौँ भन्दाखेरि 7वटा बुथलाई यो मतदाता क्रम सङ्ख्याको आधारमा विभाजन गरिदिएका छौँ होइन। 7 ठाउँबाट 7 ठाउँ 7 दुना 14, किनभने महिला पुरुषको 2 लाइन छ। अब त्यो भित्र जाने सबभन्दा पहिले त्यो लाइनबाट भित्र पस्ने बित्तिकै विद्यार्थी प्रतिनिधिहरू छन्। विद्यार्थी प्रतिनिधिहरूले नाम, रोल नम्बर अनि क्रम सङ्ख्या चेक गर्छन्। अनि उनीहरू पास भएपछि हाम्रो कर्मचारी होइन, निर्वाचन समितिको कर्मचारीहरू हुनुहुन्छ। अनि उहाँले फेरि त्यो नाम, रोल नम्बर, आइडी कार्ड होइन अथवा एडमिट कार्ड होइन त्यो चेक गर्नुहुन्छ। अनि त्यो चेक गरिसकेपछि त्यो रिजल्ट लाग्छ। रिजल्ट लाग्छ भन्नाले मतलब के अरे यो मतदाता नामले रिजल्ट लाग्छ। त्यस पछाडि अगाडि बढ्छ। अनि त्यस पछाडि यो हाम्रो कर्मचारीले मस्टी लगाइदिन्छ नङमा। त्यस पछाडि अनि आइडी कार्डलाई
फेरिभरि पुनः नदुहोस् भनेर यस्तो पन्चिङ मेसिनले झडाकै दुलो पारिन्छ। त्यस पछाडि पहिले प्रत्यक्षतर्फको मतपत्र प्राप्त गर्छ हाम्रो मतदाताले। त्यस पछाडि त्यो गोप्य एउटा घेरेको छ बाकस जस्तो, जसरी मतलब सामान्य निर्वाचनमा गरिन्छ त्यस्तै किसिमको घेरा छ। ठ्याक्कै त्यहाँ गएर उसले भोट लाउँछ र यताबाट पस्छ, यो के भयो दाहिने भयो, दाहिनेबाट पस्छ, उताबाट निक्लेर त्यहाँ नजिकै ढ्वाङ हुन्छ प्रत्यक्षतर्फको, त्यहाँ हाल्छ। त्यस पछाडि ऊ अर्को एकजना कर्मचारी हुन्छन् अथवा सहायक मतदान अधिकृत हुन्छन्, उहाँले के गर्नुहुन्छ भन्दाखेरि समानुपातिकतर्फको मतपत्र त्यो अगाडि नै मतदान अधिकृतले सही गरेको हुन्छ अनि त्यो समानुपातिक मतपत्र च्यातेर दिनुहुन्छ। फेरि अनि अर्को ठाउँ गोप्य मत दिने ठाउँ छ, त्यहाँ गएर राइट लगाएपछि फेरि अर्को दोस्रो बक्सा हुन्छ, त्यो बक्सामा त्यहाँ झार्नुहुन्छ। त्यो झारेपछि उहाँ प्यासेजमा निक्लिन्छ। प्यासेजमा निक्लेपछि सिधै पश्चिम लागेर अनि फेरि यही ठुलो बाटो भएर बाहिर निक्लिने व्यवस्था गरेका छौँ। अब त्यसमा ढ्वाङ रुक्नेमा प्रत्येक बुथमा 2-2 सुरक्षाकर्मी राखेका छ होइन। प्रत्येक बुथमा 7 दूना 14 भयो। अनि फेरि यता जहाँ विद्यार्थीहरू लाइन लाग्छन् त्यहाँ पनि प्रत्येक लाइनमा 1-1 जना सुरक्षाकर्मी राखेका छ। यस किसिमले त्यहाँनिर हाम्रो बुथमा केही अलिकति साँग्रो जस्तो भए तापनि त्यस्तो मतलब फिलिङ केही भएको छैन, सुरक्षित छ। हस्, यहाँलाई धन्यवाद।